आयो फोटोमा त पापा देख्दा देख्दै के मन पर्छ सुनपाती अहिले म देखाइदिन्छु अहिले सुनपातीको रुखहरू हुन्छ सिलङको रुखहरू जस्तो रहेछ हेर्न नि मेरो माया कुरा सुनि मनको भावनालाई तिमीले बुझिदेऊ न निस्किन सक्छ होला यहाँ उनीहरूले उतापट्टिको भनेको होला हौ बुनुहरू यता आएको छैन तिनीहरू उता उतै चल्दैछ नि राम्रो शिरीष जस्तो जुन तारा खाको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर्बादको मुहारै राम्रो शिरीष जस्तो जुन तारा खाको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर्बादको माया तरै छ हिँड्नुलाई त यस्तो पछि छ होला नि त पुरा एकदम मतलब हिँड्नु होइन त्यो कहानी सुनाउँछ उनीहरूले यस्तो यस्तो यो भगवान्को यो पुरा लामालाई हिस्ट्री थाहा छ उनीहरूले यो लामा लगाएर जानुपर्छ यो पछि जान्छ कि कता जान्छ होला मलाई पनि थाहा छैन म हिँडेर आएको त्यसरी जाने भने त एक दिन लिएर आउनु अन्त त यहाँ बिहानको 7 बजीतिर पुग्नुपर्छ अन्त धर्मवाला मान्छेहरू मात्रै आउँछ टुरिस्टको लागि आउँदैन टुरिस्टहरू कहाँ छ छैन घुम्पा त माथि हुन्छ नि सोध्नु पऱ्यो माथि घुम्पा त माथि हुन्छ ल
बाटोमा आफ्नो त बढाइ आओ 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 फाट्यो आइज 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 मायाकै फाटोमा सबैको देख्छु हाँसी र खुसी शिखरको बाटोमा आफ्नो त बढाइ गाडीमा बस, गाडीमा बस। मायाकै फाटोमा दुई चारै दिनको त्यो मेघ तृष्णा नाच गर्नुभएको नाच्नु त नाच्नु उफ्रिनु त वाह नाच्नु 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 झिरैमा उनेको माछी झै हाल भो जिन्दगीदेखि अब खुसी नै पार हो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले यो बनाऊ मोमो ओराली लागेको खानु खानु हरिणको के खानुभएको चाइ चाइ बाँचुन्जेलसम्म पनि मरेकै हार हो छल गर्यो मायाले 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 कहाँ हिँड्नु सक्छ यहाँ Biết một vài giống đi mà. हिँड्छु लामो नमस्ते गर छनु ढोक नछनु छनु नमस्ते गर एउटा त कस्तो एउटा आमाको आमाको किन बुझ्दैन सजाले Oye, Pati. ¿Sí te gusta? Pato no le enseña, Luis. Ya sé, Luis. बनाएको हो Van a volver. यहाँ हेर्दा जानु 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 हाय
खानु हुँदैन रहेछ मैले कस्तो याद नगरे मेरो यो चाहिँ डाल्दा त बस्छ मान्छेले पुरा गन्दा फोरी गर्थ्यो नि अहिले त पहिले जमाना उताको पनि ढुङ्गा हेर्न बरु यो ढुङ्गाहरू त कस्तो माछाले यो छोपो छोड्दियो भने मर्छ होला ठान्डा कहाँ बस्छ यस्तो माछा हो नि कसको अहिले फोटो अब हामी बस्ने ठाउँ सुरु यस्तो फोकीमा प्यार तेरा भनेर बजार घुसेर जाने सीधा चलो ना कल ले लेगा दवाई छैन दबाई लिएको बेला नै यार खोलेगा क्या पागल है क्या अभी खुल्दैन अब भोलिको लागि छैन एउटा छ हुन्छ भोलि जय वापस आउँदा ल्याइदिन्छ भोलि त छिटो हुन्छ भोलि त जय यो त जति सिधै बिहान 4 बजे त हुने कालुले भोलि कालु भोलि कालु जान्छ होला सायद हामी दुईजना जान्छौँ नि फेरि त्यसले कहिले घुमेको छैन त्यसले
बुनुले म पनि जान्छु भनेर अघितिर त गाडी ल्याएर गएन नि अक्सिजन कम हुँदैछ नि बुनु पनि जाने अरे मैले त गाडी घरमा राखेर जान्छु छोडेर कसले तोर्यो दिरङको र ड्राइभर त थुप्रो छ नि जानु कालुहरू दिरङमा सुतेछ पुरा दिराङमा छ सकालु ए उनीहरू कहाँ गएको ताला गएको कि न माथि गएको खाली गरेर आएको भोलि सन्डे हो ए छुट्टी दिरङमा त अनि ऊ खाना साना होटलमा खाएर गाडीमै सुत्छ भाइको घरमा बस्छ त कालुहरू त खाना कहाँ खाइदिनु भाउजू त खाए जस्तो लाग्यो खाजा खाऊ भने त खाद्य ऊ खाँदैन अहिले त्यो दिराङमा खान्छ को मान्छे मैले लेखिरहेको भेडाको ड्राइभर त आलु नानीहरूले इन्डियाको बानी लाग्यो नेपालमा बस्नु सक्दिनँ उसको चाहिँ नि घर सार नानी बुढा नानी त्यता नि बिहा छ लेकिन ऊ बस् माथि त टाढामा आउनुपर्छ लु राजा प्लेन छ नि त वर्क चाहिँ यहाँ छ मलाई मलाई यहाँ किन ल्याउनु भयो हजुर यो गाउँमा मैले सोचे जति भोट आयो कि आएन पहिला यहाँ गन्ने आधी मात्र लाने तिमीलाई सन्चो छैन भन्ने खबर
फोटो खिच्ने ल अहिले मजा मजाको जग्गा छ ल मेरो मोबाइल बन्द गरिदिनु साङछङ होम्बक घुम्नु हामीहरू आइसक्यो अब हामीहरू यहाँ घुम्पाको दर्शन घुम्पा त तलै छ हामी यहाँ अब माथि यहाँ एउटा उयो छ झिल छ ठुलो एउटा पोखरी हाम्रो भनिन्छ त्यहाँ अब दर्शन गर्नुलाई जाँदैछ धेरै उकालो चढ्नुपर्छ एकदम माथिसम्म जानुपर्छ अक्सिजनको कमीले यहाँ अलि उयो हुन्छ सास फुल्छ बिस्तारै बिस्तारै लाग्नुपर्छ उकाली चढ्दै अब पोखरीको दर्शन गर्नु जान्दैछौँ हामीहरू धेरै माथि छ सुक्पाहरू सबै गुम्पा तला छ हामीहरू सुक्पो सुनपत्ती सबै हुने ठाउँ हो धेरै लेक पर्छ यो ठाउँहरू यहाँ एकदम ठुलो ने मान्छ यहाँ कहानी यहाँको धेरै कथाहरू छ हैन अहिले हामीहरू घुम्नुलाई त्यति समय छैन तर पोखरीको चाहिँ दर्शन गरिन्छ घुम्ने हो भने बिहान ठिक 8 बजीतिर पुग्यो भने यहाँ लामाहरूले सबै ठाउँहरू देखाइदिन्छन् यहाँको भगवानहरूको धेरै पहिलेको कथाहरू छन् यहाँ हैन त्यो सबै देखाइदिन्छन् अहिले हामीहरू ढिलो भयो अहिले हामी आफै नै हिँडेर अलिकति पोखरीसम्मको मात्रै दर्शन गरिन्छन् अक्सिजनको यहाँ कमी भएकोले अलिकति हामीहरू सास फुल्छ धेरै हिँड्नु सक्दैन हामीहरू अहिले त्यसैले अब यतैतिरसम्म मात्रै हो अझ